आज मसँग मेरो छोरी किन रिसाई र मैले आधा घण्टामा 200 रुपियाँ कमाउन कति सङ्घर्ष गर्नु पर्यो। हेलो साथीहरु, स्वागत छ आजको मेरो न्यू मिनी भ्लगमा। आज चाहिँ साथीहरु 30 दिन मिनी भ्लग च्यालेन्जको डे 5। आज कार वाशिङ गर्न बिहान चाहिँ म 8 बजे आएको थिएँ। अब 2-4 कार एक ठाउँमा धोएर अर्को ठाउँमा गएँ। अनि साथीहरु यो ठाउँमा चाहिँ कार पुरै स्याम्पू हालेर पुरा रगड्नु पर्छ, किनभने साथीहरु यहाँका कारहरुको रेट पनि त त्यस्तै नै हुन्छ। त्यही भएर साथीहरु यहाँको एक कार धुन चाहिँ 15-20 मिनेट लागिहाल्छ। अब बाहिर मुम्बई जस्तो ठाउँमा कार धुएको कमसेकम 500-600 मात्रै हुन्छ अरे। अब त्यो कुरा मलाई कसरी थाहा भयो भने गाउँको साथीहरु पनि बाहिर मुम्बईमा कार धुने काम गर्छन् नि त, त्यहाँबाट थाहा पाएको मैले। अब सबै कुरा साइडमा राखेर कुरा गरौँ आज मैले आधा घण्टामा 200 कसरी कमाएँ। मैले जुन घरमा कार वाशिङ गर्छु त्यो घरको छतमा सोलार गन्दा भएका रहेछन्। अनि साथीहरु मैले पुरा 30-35 मिनेट लगाएर सोलार साफ गरेँ। अनि जुन सोलार साफ गरेको मलाई 200 मिलिहाल्यो। अब बिहानको काम पुरा खत्तम भइसकेको थियो। रुममा आएर रेस्ट गरेँ। अनि 12 बजे मैले आफ्नो छोरीलाई स्कुलबाट ल्याउन गएँ। अब स्कुलबाट छोरीलाई रुममा ल्याउँदै थिएँ। चिप्स अनि कुरकुरे खान्छु भनेर मलाई जिद्दी पो गर्न थाली। मैले छोरीलाई चिप्स अनि कुरकुरे खानु हुन्न भनेको त मान्दैन। त्यसपछि हामी दोकानमा गयौं। अब दोकानमा गएर सबै चिप्स कुरकुरे खानेकुरा ल्याएर हामी रुममा आइहाल्यौं। तर साथीहरु छोरी भनेको भाग्यमानीको घरमा मात्रै जन्मिन्छ, जुन भाग्य चाहिँ मैले पाएको छु। र साथीहरु आजको मिनी भ्लग चाहिँ यति नै। मिलौँला डे 6 मा। बाइ।